जहिले पनि ड्राइभिङ विथ लालजी हुन्थ्यो आज हाइकिङ विथ लालजी खुट्टो सोझाउनु ल्याएको लालजीको आइपुग्ला जम्मा 15 मिनट हो घरबाट हिँड्ने बेला नि 15 मिनट आधा बाटो आउँदा नि 15 मिनट के कुरो हो यस्तो साँच्चैको 15 मिनट हो अब त आयो अहिले त आधा आउन पर्ने उहाँ त आउँदा नि उही 15 मिनट अब यहाँ त माथि जाँदा नि अझ 15 मिनट के तपाईँहरूको ठेगा हो होइन आइसक्यो ल 15 मिनट मात्रै 15 मिनट 15 मिनट अब हेरौँ यहीँ त त्यहाँ जाँदा 15 मिनट जान्छ न माथि 15 मिनट होला लागौँ लालजी यहाँ त कति मिनट लाग्छ त्यो घर जान अब त्यो त तपाईँलाई धेरै लाग्दैन 15 मिनट तपाईँलाई के भएको घरबाट आउँदा 15 मिनट भनेर उहाँले भन्नु त्यो मिसअन्डरस्ट्यान्डिङ भयो मेरो चाहिँ मैले उहाँले त्यसो भन्नुभयो भने मलाई थाहा थिएन बाटा आएर बस्यो कति छ भन्दा 15 मिनट के भएको भने मैले उहाँ चाहिँ यहाँ आइयो फेरि तपाईँलाई सोध्दा नि 15 मिनट यस्तो भएको